सक्सेस मान्छे कतिको मेहनत गर्नुपर्छ सक्सेस हुनलाई भन्ने चाहिँ दाइबाट थाहा पाउँछु मैले हैन। चिया खाइदिउँ न ल मिठो दुईटा। गाइस स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। आज चाहिँ मैले धेरै पछि दाइसँग भेट भएको छु, दिनेश दाइसँग। दाइ तपाईँलाई स्वागत छ मेरो भिडियोमा। धन्यवाद। आज दाइसँग चाहिँ धेरै पछि भेट हैन। हामी चाहिँ माथि डाँडा जाँदैछौँ। कालुपाण्डे भन्दा मुनि नै हुन्छ होला सायद, यतातिर अलिक माथि गयो भने फ्रेस पनि हुन्छ, जङ्गलहरू पनि छ नि त, शीतल हुन्छ। त्यही भएर माथि गएर चिया खाएर दाजुभाइ गफ गरेर फर्किने प्लान छ। त्यही भएर अब चाहिँ माथि जाँदैछौँ। गाइस हामी चाहिँ अब लागिसक्यौँ है मासतिर, दामी चिसो हावासँग चिया खाँदै माथि डाँडा पुगेर चाहिँ आउँछौँ। दाइ भन्नु नि त अब के छ दाइ, हजुरको खबर सुनाउनुहोस् नयाँ नौलो। यस्तै हो, आज रमाइलो। आज होइन सन्डेको बिदाको दिन घुम्न निस्क्यौँ हामी। दाइ तपाईँ किन यति धेरै बिजी हुनुहुन्छ क्या भन्नु त? बिजी लाइफै बिजी छ भाइ। लास्ट बिजी हुनुहुन्छ होइन? दाइ यति बिजी हुनुहुन्छ कि होइन, अब अति नै बिजी क्या। अब दाइसँग भेट्न पनि धेरै गाह्रो छ। हुन त दाइको मेहनत देख्यो भने त म एउटा सक्सेस मान्छे कतिको मेहनत गर्नुपर्छ सक्सेस हुनलाई भन्ने चाहिँ दाइबाट थाहा पाउँछु मैले होइन। अझै सक्सेस हुनु भयो नि, तर तपाईँको मेहनत देख्छु क्या दाइ। यति राति खट्नुहुन्छ, अरात्र नेपाल टुर हान्नुहुन्छ सबै होइन, अब हरेक ठाउँमा यति धेरै गर्नुहुन्छ होइन। तर तपाईँको त्यो मेहनत देखेर मलाई नि यति आँट आउँछ कि होइन, लाइफमा केही गर्न चाहिँ मेहनत गर्नुपर्छ भन्ने हुन्छ क्या। अनि त्यही भएर कोसिस जारी राख्नुपर्छ। अब के भन्छ त्यसलाई, यो समय परिस्थितिले मान्छेले कहाँ कहाँ पुर्याउँछ थाहा हुँदैन। आफ्नो जुन एजेन्डा हुन्छ त्यो एजेन्डामा चाहिँ लगभग कहिले पनि बिर्सिनु हुँदैन, त्यसमा चाहिँ लाग्नुपर्छ। त्यो लाग्यो भने एक दिन अवश्य सफल हुन्छ। सफलता भनेको त्यति सजिलो हुने त सबै हुन्छ नि है होइन। सबै किसिमको पीडा हुन्छ होइन। त्यो पीडामा अब कतिकोले साथ दिन्छ भन्ने कुरा पनि मान्छे पनि चिनिन्छ होइन। त्यही भएर सफलता भनेको त्यति सजिलो छैन, सबैको जिम्ने हेर होइन। कोसिस चाहिँ हार चाहिँ खानु हुँदैन। के भन्छ एउटा भनाइ छ, बरु लाइफमा हार खायो भने सक्यो होइन। लाइफमा हार खायो भने चाहिँ सक्यो होइन। त्यो त मान्छे कतिचोटि होइन सफल हुनलाई मेहनत गर्नुपर्छ होइन, कतिचोटि लडिन्छ, कतिचोटि ठेस लाग्छ होइन। मैले देखेको छु तपाईँलाई नि कतिचोटि ठेस लागेको छ होइन। कहिले साथीभाइबाट लाग्यो होला, कहिले कामबाट मैले नजिकबाट निहालेको छु होइन। तर पनि तपाईँको त्यो हिम्मत, त्यो साहस होइन कुनै दिन पनि घटेन क्या, उत्तिकै छ क्या होइन। अब त्यही भएर पनि आज यो ठाउँमा हुनुहुन्छ होइन। मेहनत तपाईँको अब जस खुसी लाग्छ दाइको मेहनत देखेर, हामीलाई पनि त्यस्तै मेहनत गर्न मन लाग्छ। यो मेहनत गर्ने होइन, यो हिम्मत आँट हौसला चाहिँ कहाँबाट आउँछ क्या तपाईँलाई? त्यो आफैबाट ल्याउनु पर्छ है, कसैले दिएर हुँदैन। आफैभित्र एउटा जुनुन हुनुपर्छ होइन। पीडा त भनेको पीडालाई पचाउन सक्नु पऱ्यो कि। पीडा पचायो भने जोस एक दिन सफल चाहिँ हुन्छ। पीडा देखेर भाग्यो भने सक्यो। तपाईँलाई नि तपाईँ त्यत्रो दुबई बस्नुभयो होइन, दुबईमा आफ्नै त्यस्तो व्यवसायहरू चलाउँदै हिँड्नुभयो मान्छे, फेरि नेपालमै आएर चाहिँ म केही गर्छु भन्ने चाहिँ किन लाग्यो दाइ? त्यहाँ त झन् सेवा सुविधा हुन्छ नि यहाँको भन्दा होइन। होइन, म दुबईमा बसेको होइन, बिजनेसको सिलसिलामा मात्रै जाने आउने गरेको छु होइन। हजुर बसेको होइन। नेपाललाई नै अब नेपाल जस्तो ठाउँ भयो होइन, कति घुम्यो नेपाल जस्तो ठाउँ चाहिँ होइन, वर्ल्डमै छैन हौ भाइ। यहाँ आफूले चाहेको बेला हिँड्न पायो, आफूले चाहेको बेला घुम्न पायो, आफूले चाहेको बेला त्यसरी हिँड भाइ कहाँ छौ भनेर पिकअप गरेर लिएर हिँडिहाल्यो होइन। विदेशमा दाइ म त कहाँ, मलाई त गाह्रो छ दाइ, विदेश छैन होइन। यहाँ त आफूले चाहेको बेलामा होइन जस रमाइलो गर्न पाइयो होइन, घुम्न पाइयो। नेपाल जस्तो ठाउँ 10 मिनटको होइन डिस्टेन्समा यस्तो जङ्गलमा छिरियो होइन, यस्तो जिन्दगी कहाँ पाउँछ भाइ। दामी भ्यू छ कि अगाडि, यस्तो बवाल छ। दुधको चिया खाइदिउँ, दुध के हाल्दै? चियाले चाहिँ धिप मरेन, कफी खान चाहिँ अब फेरि रिसोर्टै जानुपर्ने भयो। यति बेला चाहिँ कालुपाण्डेमा रहेको यो 360 भ्यू रिसोर्टमा हामी आइसकेका छौँ। तर यहाँको डेकोरेसन बबाल लाग्यो, पुरै फुलले सजिएको छ कि।
कफी चिया खाएर दाइसँग मिठो गफ गरेर फर्किसक्यौँ। यति बेला चाहिँ हामी आजको दाइसँग यात्रा चाहिँ एकदम रमाइलो भयो है। अनि दाइ हजुरलाई कस्तो लाग्यो आजको यात्रा? यात्रा भनेको के हो भाइ? यात्रा त जिन्दगीभर यात्रा छ। अब आजको स्पेसल तिम्रो हिसाबले आज घुम्न आएको थिएँ। भाइको रमाइलो ठाउँ लाग्यो। भाइले ल्याएको ठाउँ चाहिँ एकदम सोचेभन्दा राम्रो लाग्यो होइन। धन्यवाद त्यसको लागि। यस्तो ठाउँ घुमाइराख होइन। दाइ अनि भाइलाई यस्तो गाडी कहिले चढाउने त भन्नु त ल? तिमी चाहेपछि भइहाल्छ नि भाइ। तिमीले चाहनुपर्छ कि चाहेपछि त गाडी के चाहेको कुरा त भइहाल्छ नि। मेहनत गर्नु पर्यो। चढ्नलाई त अहिले पनि चढिरहेको छ त। चढिरहेको छु होइन। चढ्न त अहिले गाडीको समस्या छैन। भाइले जहाँ जे गर्दा पनि भयो होइन। तर मेरो आफ्नै नामबाट गाडी चढ्नु पऱ्यो कि भाइलाई। तर दाइको सपोर्ट छ मलाई 100% होइन। दाइको यस्तै साथ सपोर्ट माया भयो भने चाँडै चढिन्छ होइन। होस्। अब हामी आजको यात्रा टुङ्गे हो नि त ल? टुङ्गे आज, किनभने चार्ज पनि कम छ। आजको यात्रा हजुरहरूलाई कस्तो लाग्यो आजको भिडियो है, प्रतिक्रिया दिनु होला। अनि लास्टमा सबैजनाले चाहिँ के अरे मेरो भिडियो हेरिसकेपछि माया देखाइदिनु होला है। फेसबुकमा फलो गरिदिनु होला। अनि युट्युबमा सब्सक्राइब पनि गरिदिनु होला। युट्युबमा पनि आउँछ मेरो, फेसबुक दुइटैमा है। सबैजनाले माया सपोर्ट देखाइदिनु होला।